हेलो एभ्रिवान, गुड इभिनिङ या गुड नाइट दुईटै साथी। अन्त के गर्दै हुनुहुन्छ हजुरहरू सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। अहिले रात यति दामी भएको छ नि, हावा मारिरहेछ, गर्मी छैन हामीकोतिर। तपाईहरुकोतिर के कस्तो छ? हामीकोतिर शीतल भइरहेछ, किनकि अघि पानी अलिअलि पर्यो, त्यही कारण शीतल भएको छ। दिउँसो चाहिँ गर्मी नै थियो, अहिले चाहिँ दामी नाइट भइरहेछ भनौँ न। अब सबैतिर लाइटिङ भइरहेछ, कस्तो दामी भइरहेछ रात। अन्त हजुर गुड इभिनिङ भन्दै गुड नाइट भन्दैछु, दुइटै भन्दैछु मैले साथी। म चाहिँ अब खाना खाँदैछु, हेर्नुहोस् आज चाहिँ मेरो खानामा चाहिँ के छ भन्नुहोस् त। मेगी खाएको, मैले ड्युटीबाट पुरा अल्छी लाग्यो नि त आएर पकाउनु, त्यही कारण मैले चाहिँ मेगी खाँदैछु। अन्त त्यही पनि दिउरेमा खाँदैछु, हेर्नुहोस् है, दिउरेमा पकाएको दिउरेमा खाँदैछु। त्यस्तो पनि म चाहिँ त्यसरी खान्छु है साथी। खाना हुँदैन भन्छ, तर म चाहिँ त्यसरी नै खाइदिन्छु, जेमा पकाउँछु त्यहीमा खाइदिन्छु। अन्त कोलाई मेगी मनपर्छ कमेन्ट गर्नु होला। मेगी त बेसी नखानु भन्छ, त्यही कारणले अब छिटो पनि मिठो पनि भनेको त्यही हो नि त। अल्छी लाग्छ नि त ड्युटीबाट आएर पकाउन। आज चाहिँ मेरो खाना केही पनि थिएन, त्यही कारण चाहिँ मैले छिटो मिठोमा मेगी बनाएको साथीहरू। कोलाई मेगी मनपर्छ कमेन्ट गर्नु होला साथीहरू। छिटो पनि हुन्छ, मिठो पनि हुन्छ, कोही बेला सधैँ टाइम चाहिँ हुँदैन, कोही टाइम चाहिँ मिठो हुन्छ। अनि त्यसमा मेरो निगुराको सब्जी पनि थियो, टमाटरको चटनी पनि थियो, मिक्स गरेर म चाहिँ खाँदैछु, हेर्नुहोस् है। बेसी थिएन, अलिअलि थियो, बिहानको थियो, त्यसैमा मिक्स गर्दै खाँदै गर्दैछु म चाहिँ। टमाटर चटनी चाहिँ आज मेरो दामी भएको थियो। चटनी पिसेर चाहिँ होइन, अर्को चटनी चाहिँ बनाएको थिएँ मैले, त्यस्तो दामी भएको थियो। अन्त तपाईँहरूको डिनर भयो कि भएन भन्नुहोस्, किनकि मेरो त यही हो आजको डिनर। अन्त अब चाहिँ मेरो सुत्ने बेला नि नाटिसक्यो, सुत्नुपर्छ छिटो निन्द्रै पुग्दैन साथीहरू। छिटो सुतेन भने त फेरि बिहान छिटो उठ्न सक्दैन आजकल, के भएको छ पनि। अब बुढेसकाल लागेछ होला, त्यही कारण त्यस्तो भएको होला साथीहरू। अन्त तपाईँहरूको त डिनर पनि भइसक्यो होला। मेरो त आजको डिनर कस्तो लाग्यो कमेन्ट गर्नु होला, सेयर गर्नु होला, लाइक गर्नु होला साथीहरू। मन पराइदिनु होला भिडियो साथीहरू। है तपाईँहरूको पनि म मन पराइदिन्छु, मेरो पनि भिडियो मन पराइदिनु होला, मन नपरे पनि पराइदिनु होला भन्दै रिक्वेस्ट गर्दैछु। अन्त सबैलाई गुड नाइट, लभ यु अल, बाई बाई। मेरो चाहिँ यस्तै छ आजको खाना, बाई बाई, लभ यु।